गोकर्णदेखि बस चढेर यहाँ ठिकै सुन्दरजलको लास्ट पोइन्टमा आएको हामी। अब यहाँबाट त हाम्रो हाइकिङ स्टार्ट हुन्छ है। बस रहेछ व्यवस्था बनाएर बिहान ल्याएको त्यो त अर्ग्यानिक रोटी खुर्सानी अर्ग्यानिक रोटी चनाहरूले चाहिँ यहाँ किनेको है। हेलो, सो हामीले ठ्याक्कै टिकट काटेर हाम्रो हाइकिङ स्टार्ट भयो। अहिले बिहान 9 बजी छ। त्यहाँ मानिसहरूसम्म चाहिँ मेबी 3.5-4 घन्टा लाग्छ होला। अनि हामीले त्यहाँदेखि यो बाटो यो रुट नफर्केर उता मानिसुट के अरे सरी उता साङ्खु हुँदै जान लाग्यो। हामीले फर्किन आँट्यो। पसिना चाहिँ आउनु सुरु भइसक्यो हामीलाई। यो अहिले तपाईँहरू देख्नु भइरहेको त यो सुन्दरजलको मेन वाटर है। यहाँबाट बग्दै जाने हो बागमतीको पानी चाहिँ। मेन पोइन्टबाट यहाँसम्म आउन चाहिँ ठ्याक्कै 1 घन्टा लाग्यो है। अब डेपड्याम जान्ने चाहिँ यहाँबाट जानुपर्ने हो। हामी मनिजुट जान्नलाई चाहिँ यहाँबाट है यो बाटो हुँदै जानुपर्छ। ल हामी त बिच बाटोमा रेस्ट गरेको लगभग अहिलेसम्म कति 2.5 घन्टा हिँड्यो। अझै 2 घन्टा जति लाग्छ होला। यता ठ्याक्कै मनिजुट जानेको के अरे चेक पोइन्ट पुग्यो त। यहाँ भडाइ छ। सिरिजहरू जानुपर्ने छ।
कति टाइम लाग्छ त्यो थाहा भएन है मेबी 15-20 मिनट लाग्छ होला पुग्न आँट्यो हामी पुग्न आँट्यो केटाहरू दौड हिँड्दैछ आज बल्ल पुग्यो हामी फाइनली पुग्यो हामी त ठ्याक्कै 3 घन्टा लाग्यो हामीलाई यहाँसम्म पुग्नुलाई एकदम रिल्याक्स हुँदैछ मेन मान्छे देखाउँदै यहाँ माथि आउँदै जानुपर्छ पोखरी छ एउटा कस्तो लाग्यो ठिक छ है ट्रेल अब चाहिँ पुग्यो हामी ल हामी पुगेँ त मान्छे हेलो अहिले त हामी मनिसुरमा छ है हो हामी मनिसुरमा छौँ हेलो त म घिर्मे सो यो मनिसुदै यसको बारेमा थोरो कुरा सोध्छु है हजुरलाई हजुर यो त हाम्रो बुद्ध धर्मसँग कसरी सम्बन्धित छ होला यो तीर्थस्थल चाहिँ यो तीर्थस्थल चाहिँ जस्तै हाम्रो भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुभन्दा अगाडि पनि पूर्वजुनीहरूमा 3 कल्पसम्म पुण्य सञ्चय गरेको हामीले ग्रन्थहरूमा पाउँछौँ त्यस्तै गरेर उहाँको एउटा जन्म जागत हामी केरा भन्छौँ त्यसमा चाहिँ भगवान बुद्ध एउटा राजकुमारको रूपमा हुँदा जब उहाँ बोधिसत्व हुनुहुन्थ्यो उहाँ जन्मिँदाखेरि नै उहाँको शिरमा एउटा मणि थियो र त्यसकारण राजकुमारको नाम बोधिसत्व राजकुमारको नाम अनि मरेचुर रहनु गयो र त्यो मणि चाहिँ जसलाई पनि छुँदाखेरि त्यो मणिले देख्दाखेरि पनि धेरैको रोगहरू बिमारीहरू निको हुने त्यस्तो थियो र पछि अनि भारतको एउटा कुनै ठाउँमा एकदम नराम्रो रोग फैलिँदाखेरि चाहिँ अनि त्यहाँको ज्योतिषहरू सबैले अब त्यो मणिचुरको मणि शिरमा भएको मणि चाहिँ ल्याउन सक्यो भने चाहिँ अनि त्यहाँको सबै विनाशको समाधान हुन्छ भनेर चाहिँ अनि त्यो मान्छेहरू यहाँ मणिचुरकोमा बोधिसत्व मणिचुरकोमा त्यो शिरको मणि लिनु आयो अनि त्यसरी नै राजा मणिचुर बोधिसत्वले चाहिँ आफ्नो शिरको मणि चाहिँ अनि यसरी दान दिएको ठाउँ हो भनेर चाहिँ अनि भगवान अब बोधिसत्वको तीर्थस्थल भयो र त्यसले चाहिँ अब विशेष गरेर आफ्नो पारमिता विद्या दान पारमिताको अनि अभ्यासलाई चाहिँ जनाउँछ जस्तो लाग्यो यस्तो है धन्यवाद है ल हजुर हुन्छ ओके यो हाम्रो खिम्बु तिम्रो घिम्रे एकदम राम्रो सम्झै गर्नुभयो यो हाम्रो मनिचुरको छोटो मिठो बारेमा के यही हो है मनिचुरको ठाउँ एकदमै रमाइलो छ है म फेरि भन्न चाहन्छु तपाईँहरू काठमाडौँमा बस्नु आएछ भने यता फ्री टाइममा
आउनु होला है एकदमै राम्रो छ ठाउँ आउनु लायकको छ हाइकिङलाई मात्रै होइन त्यो त असरमा एकदमै ठुलो हो अब त हामी यहाँ मुनि गएर त्यो अघिको चौर भएको ठाउँमा खाजा खान्छौँ अनि त्यहाँबाट बिस्तारै फर्किन्छौँ हामी अब त हामी फर्केको है यहाँ फर्केको पानी थाप्दैछ यहाँ कमाउँदै चाहिँ ल अब त हामी माथितिर साह्रो राम्रो भयो हामी पूजासुजा गरेँ फोटो खिच्यो रमाइलो भयो अब त हामी त्यहाँ ठ्याक्कै मुनि आयो भने यो ठुलो चौर छ यहाँदेखि झन्डै छ बुद्धिस्टको है र हामीले यहाँ बसेर खाना लन्च खाएर अनि बिस्तारै अघि त हामी सुन्दर जबलर आयो अहिले त हामी यहाँ साङ्खु हुँदै जाने हो साङ्खुबाट चाहिँ 11 किलोमिटर देखाएको छ अब कति लाग्छ होला है मेबी ओह्रालो 2 घन्टा लाग्छ होला ठाउँ एकदम रमाइलो छ है सो तपाईँहरू आउनु होला है यो ठाउँमा दसैँबाट आउनु होला ल यहाँ हेर्नुहोस् है तपाईँहरू हाम्रो यहाँ लन्च होइन लन्च तपाईँहरू ढल्छ होला बेस भएर अनिलले तलैछ अन्डा ल हाम्रो लन्च यस्तो है रोटी आलु लेस अन्डा है स्याउ दालमोठ बुल भुजिया भ्यू है भ्यू हेर्नु ल यो माथिबाट आयो उता गयो ड्याम हो त्यो माथिबाट अब हामी सँगो यहाँबाट हो है हेलो सो हामी चाहिँ मणिचुरबाट पनि झरेर शङ्खुमाथि बजार योगिनीको मन्दिर छ त्यो एकदमै ठुलो तीर्थस्थल हो मन्दिर दर्शन गरेर अब फर्किँदैछु सो hope you guys like my video okay see you at the next vlog okay bye till then